मैले त अघि नै भने म त कमिसन होइन मिसनका लागि काम गर्ने व्यक्ति हो। एउटा ठुलो उद्देश्य लिएर यस क्षेत्रको जनतामाथि अन्याय भएको छ, हेर्नुहोस्, न्याय हुनुपर्छ। अनि भारतको संविधानले भन्छ म न्याय गर्छु भनेर, अनि हामीहरूमाथि चाहिँ किन लागू हुँदैन त? त्यसको ठुलो कारण छ आजसम्म हामीहरूले जुन राजनीति गर्यौँ नि, यो रिजनलिजमको गाना टेप बजाएर रेडियो बजाएर जनताले मूर्ख पार्ने मात्रै काम हामीहरूले गर्यौँ। रिजनलिजम बचाउनु भनेको सबै सर्वस्व गुमाएर भाषणमा मात्रै रिजनलिजम बचाउँदा हुन्छ। आज त त्यही भइरहेछ। सर्वस्व समृद्ध पाहाडलाई नाङ्गो पाहाड बनाइसक्यौँ, केही पनि बाँचेको छैन। अनि त्यो रिजनलिजम लिएर त्यो डब्बा लिएर चाहिँ म कहाँ जानु भन्नुहोस् त? न मेरो आइडेन्टिटी सुरक्षित छ, न मेरो जमिन सुरक्षित छ, न मेरो चिया कमान सुरक्षित छ, न सिन्कोना बगान सुरक्षित छ, न फोरेस्ट सुरक्षित छ, न तपाईँको यो जङ्गल सुरक्षित छ, न तपाईँको खोला नाला सुरक्षित छन्। अहिले त बालु र ढुङ्गा गिटी बालु पनि सुरक्षित छैन। अनि सबै बेचेर खाए। भएको प्रोपर्टी समृद्ध जति पनि प्रोपर्टीहरू थिए सबै बेचेर खाइसके। अनि अहिले आएर डकारेर फेरि त्यही रिजनलिजमको कुरा गर्छ भने चाहिँ भाइ म मान्दिनँ। मूर्ख मलाई पनि नसम्झ्यौ, जनता पनि त्यति मूर्ख छैन। तिमीले सब बेचेर सर्वस्व खाएका हौ, मानिल्यौ, बुझ्यौ नि? अनि जनताले पनि बरु तिमीहरूले मान्यो मैले खाएको, मैले सर्वस्व बेचेको भन्यो भने जनताले पनि एक न एक दिन त माफ गरिदिन्छ। तर ढिट भयो भने जनताले कहिले पनि बार बार तपाईँलाई हराउँछ। किन हराउँछ? कहिले मन्थन त गर्नु। बार बार जनताले तपाईँलाई किन खारिज गर्छ? खाली जिटिएमा त्यो पनि डिएमको अन्तर्गत चुनाव गरेर 30% भोट मात्रै पाउँदा तपाईँ यहाँको राजा जस्तो नसोच्नुहोस्, बुझ्नुभयो नि? त्यो सही प्रकारको जनताको मत होइन। जनताको सही प्रकारको मत हुन्छ 2024मा तपाईँले देख्नुभयो, 2019मा देख्नुभएको थियो, 21मा देख्नुभयो, अब फेरि एकचोटि 2026मा तपाईँले देख्नुहुनेछ।